अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाई गरेपछि नेपाली विद्यार्थीमा अन्योल देखिएको छ। उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने तयारीमा रहेका नेपाली विद्यार्थीमा अन्योल देखिएको हो। अमेरिकाले विदेशी भिसामा कडाई गर्दा नेपाली विद्यार्थीलाई कस्तो असर पर्छ? पीएचडी अध्ययन गर्न जाने र छात्रवृत्तिमा जाने विद्यार्थीलाई खासै ठूलो असर पर्ने देखिँदैन। तर यस विषयमा अमेरिकी सरकारको स्पष्ट नीति निर्णय आएको छैन। कडाई कति समय लागू हुन्छ भन्ने पनि यकिन छैन। यो अवस्था लामो समय रहे गम्भीर स्थिति पनि आउन सक्छ। निर्णय परिपक्व नभएकाले ठ्याक्कै भन्न सकिँदैन। यद्यपि पीएचडी भन्दा तल्लो तहमा पढ्न जाने विद्यार्थीका लागि भन्ने पक्कै अप्ठ्यारो पर्नेछ। यसले छोटो समय मात्रै प्रभाव पर्न नि सक्छ। यो अवस्था लम्बिएर गयो भने नेपाल मात्रै होइन संसारभरकै विद्यार्थीलाई समस्या पार्छ। छात्रवृत्तिमा पढ्न जाने विद्यार्थी समेत रोकिन थालेका छन् नि? छात्रवृत्तिका विद्यार्थीलाई बजेट कति कटौती हुन्छ भन्नेमा निर्भर रहन्छ। अहिले भिसा नीतिले अवरोध पुगेको हुन सक्छ। दीर्घकालीन रूपमा छात्रवृत्ति कति कटौती हुन्छ त्यो निर्णय भएको छैन। शिक्षामा छुट्याउने बजेट लगानीसँग पनि यो कुरा निर्भर रहन्छ। अमेरिका ठूलो अर्थतन्त्र भएको देश हो। कतिपय विश्वविद्यालयहरू विदेशी विद्यार्थीबाट लिने शुल्कमा नै भर परेका हुन्छन्। तिनीहरू ठूलो सङ्कटमा पर्ने कारण पनि अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने विषय लामो समय टिक्न सक्छ जस्तो लाग्दैन। उच्च शिक्षाका लागि अमेरिका जाने तयारीमा रहेका विद्यार्थीलाई के सुझाव छ? पढ्न विदेश नै जाने सोच बनाएका विद्यार्थीले अन्य मुलुकमा पनि विकल्प हेर्न सक्छन्। अमेरिका नै जानुपर्छ भन्ने केही छैन। अहिले पनि भिसामा पूर्णतया रोक लगाएको होइन, कडाई गर्ने नीति मात्र हो। विद्यार्थीले विदेश मात्र भन्नु पनि हुँदैन। नेपालमा पनि सम्भावना छ। यहाँका विश्वविद्यालय र कलेजमा पनि अवसरहरू प्रशस्त छन्। अन्य देशका प्रतिष्ठित विश्वविद्यालयमा पनि अवसरहरू छन्। उच्च शिक्षाका लागि नेपाली विद्यार्थीले अमेरिका नै राज्नुपर्ने कारण के हुन्? विश्व वरीयता क्रममा अमेरिकी विश्वविद्यालयहरू अग्रस्थानमा छन्। पहिलेदेखि नै नेपालीहरू पढ्न जाने आउने अभ्यास पनि हुँदै आएको छ। यसले पनि सहयोग गर्छ। अमेरिकाको डिग्रीले विश्वव्यापी मान्यता प्राप्त गर्ने भएकाले पनि आकर्षण देखिन्छ। धेरै देशका मान्छेसँग भेटघाट र घुलमिल हुने अवसर पनि पाइन्छ। समाज पनि खुला छ। घुलमिल भएको समुदाय पनि विद्यार्थी मैत्री छ। विदेशी विद्यार्थीका लागि त्यहाँ राम्रो वातावरण छ। सम्मान नै गर्छन्। भाषाको हिसाबले पनि नेपाली पछि हामीलाई अंग्रेजी नै सजिलो लाग्छ। अंग्रेजी प्रतिको मोहले पनि काम गरेको छ। विज्ञान, प्रविधि, नवप्रवर्तन, आईटी क्षेत्रको पढा पनि गुणस्तरीय छ। पहिले त्यही नै अमेरिकाको पढाइप्रति ठूलो विश्वास। F1 भिसामा कडाई गर्दा नेपाली विद्यार्थीहरूमा निम्न असरहरू पर्न सक्छन्। 1. भिसा प्राप्त गर्न कठिनाई बढ्ने। नयाँ नियमले सुरक्षा, वित्तीय स्थिति र वास्तविक शैक्षिक उद्देश्यको कडा मूल्याङ्कन गर्ने भएकाले योग्य भए पनि केही विद्यार्थीले भिसा पाउन सक्ने सम्भावना कम हुन सक्छ। 2. समयमै अमेरिका जान नपाउने सम्भावना। प्रक्रिया लामो वा जटिल हुनाले भिसा अन्तर्वार्ता ढिला हुने वा रिजेक्ट भई पुनः आवेदन दिनुपर्ने स्थिति आउन सक्छ, जसले कलेज युनिभर्सिटीको शैक्षिक सेसन छुट्ने खतरा रहन्छ। 3. वित्तीय दबाव। अतिरिक्त कागजात, कानुनी सल्लाह वा पुनः आवेदन गर्नुपर्ने भएकाले आर्थिक खर्च बढ्ने सम्भावना हुन्छ, जुन मध्यमवर्गीय नेपाली परिवारका लागि चुनौती हुन सक्छ। 4. अल्टरनेट विकल्पतर्फ आकर्षण। अमेरिका नपाएपछि क्यानाडा, अस्ट्रेलिया, युकेको विकल्प रोज्ने प्रवृत्ति बढ्न सक्छ, जहाँ भिसा प्रक्रिया केही सरल छ, हालसम्मको अवस्थाअनुसार। 5. मानसिक तनाव र निराशा। भिसा रिजेक्ट हुँदा विद्यार्थी तथा अभिभावकमा मानसिक असर पर्न सक्छ। योजना, तयारी र सपना एकाएक सङ्कटमा पर्न सक्छ। कस्ता कडाई हुन सक्छन्? इन्टेन्सनल इन्टरभ्युज। विद्यार्थी साँच्चीकै पढ्न जान खोजेको हो कि अन्य उद्देश्य छ भन्ने बुझ्न गहिरो सोधपुछ। फाइनान्सियल प्रुफ कडा। पढाइ खर्च धान्न सक्ने आधार अझ कडाइका साथ मूल्याङ्कन गरिने। अघिल्लो शैक्षिक भाषा स्तरको जाँच। कमजोर शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीको भिसा अस्वीकृत हुने सम्भावना। नेपाली विद्यार्थीले के गर्न सक्ने? कागजात पूर्ण र स्पष्ट बनाउने। ब्याङ्क स्टेटमेन्ट, शैक्षिक प्रमाणपत्र, स्पोन्सरको विवरण आदि। भिसा अन्तर्वार्ताका लागि राम्रो तयारी गर्ने। शैक्षिक उद्देश्य प्रस्ट्याउने। कुन विषय किन पढ्न चाहिएको हो भन्ने बुझाउने। वैकल्पिक योजना बनाउने। अन्य देश वा नेपालमै अन्य विकल्पबारे सोच्ने।